सोशल मिडियामा एकदम भाइरल भइरहेको प्लेस शङ्करबेली मलाई चाहिँ पोहोर सालदेखि नै जानु एकदम रहर लागेको थियो। अहिले एकदम भाइरल भइरहेको प्लेस शङ्करबेली ताल हेर्नको लागि चाहिँ म र मेरो फ्यामिली सोमबारको दिन पुगेको थियौँ। हामीले चाहिँ खानेकुरा घरबाटै रेडी बनाएर लाने भन्ने कुरा थियो। बिहानै उठेर सबै रेडी बनाएर हामी चाहिँ लाग्यौँ इटरीतिर। हामी चाहिँ धरानबाट र मेरो ठुलो मम्मी चाहिँ बिराकचोकबाट इटरीमा आउने कुरा थियो। अनि हामी इटरीमा भेट भयौँ। अनि त्यसपछि सफारी चढेर हामी चाहिँ लाग्यौँ शङ्करबेली तालतर्फ। यो ठाउँ जाँदा चाहिँ हामीलाई सफारीले आधी घन्टामा पुर्याइदिएको थियो। दिउँसोको टाइममा चाहिँ गर्मी प्लस मान्छेको भिड धेरै हुने भएको कारणले गर्दा हामी चाहिँ 9 बजे आइपुगेको थियौँ। हामी त्यहाँ पुग्दाखेरि चाहिँ कति मान्छेहरू घुमेर फर्की पनि सक्नु भएको थियो कि मैले चाहिँ जस्तो भिडियो फोटोमा देखेको थिएँ त्यो भन्दा पनि धेरै राम्रो लाग्यो यो ठाउँ। अनि म र मेरो बहिनी चाहिँ फोटो भिडियो खिच्न थालिहाल्यौँ कि साथमा मेरो छोरीसँग पनि मैले भिडियो खिचेँ। बिहानकै समयमा पनि घाम चर्किँदै गर्मी बढ्न थालिसकेको थियो। अनि त्यही भएर हामी चाहिँ फोटो अलिअलि खिचेर एकछिन शीतल ठाउँमा गएर बस्यौँ सबैजना। बिहानै गएको कारणले भोक पनि लागिसकेको थियो सबैजनालाई। अनि त्यही भएर हामी चाहिँ खानातर्फ लाग्यौँ। यो ठाउँमा चाहिँ बर्थडे पार्टी भयो, फ्यामिलीसँग ड्राई पिकनिक भयो, साथीहरूसँग गेट टुगेदर पार्टी गर्नुहोस् होइन, त्यस्तोको लागि एकदम राम्रो रहेछ। शान्त वातावरण छ, आएर तपाईँहरूले पनि रमाइलो गर्दा हुन्छ। हामी चाहिँ फ्यामिली धेरै टाइम पछि यसरी गएर पनि होला धेरै रमाइलो पनि भएको थियो। मलाई चाहिँ यो ठाउँ एकदमै राम्रो लाग्यो। एकदमै शान्त वातावरण अनि त्यसमा पनि अझै फुल फुलेर त्यसको सौन्दर्यता अझै बढाइदिएको। अनि सफा तालहरू देख्दाखेरि चाहिँ कति आनन्द फिल भयो कि। बिहानको टाइममा त्यसरी खाइसकेपछि हामीले चाहिँ दिनभरि घुमेरै शङ्करबेलीमा बितायौँ। अनि दिनभरि घुमिसकेपछि हामीसँग रहेको खानेकुरा बाँकी खाएर हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। यो चाहिँ हामी बाटोमा आउँदाखेरि गर्मी भएर चिसो आइसक्रिम खाएको है।